यहाँहरूको निजी जीवनमा आफ्नो समाजमा निरन्तर उत्तरोत्तर प्रगति तथा सुस्वास्थ्य उन्नतिको हार्दिक शुभकामना व्यक्त गर्दछु। पूर्वोक्ता मित्रहरूले धेरै विषयमा स्पष्ट गरिसक्नु भएको छ। मगर जाति भूमे पर्व अथवा विभिन्न नामले चिनिने यस पर्व यसको अन्तर्यमा मगर जातिले आफ्नो सभ्यताको विकास क्रममा आफ्नो जीवनशैली, आफ्नो उत्पादन प्रणाली अगाडि बढाउने क्रममा एउटा जीवन पद्धतिको रूपमा अपनाएको संस्कृतिको रूपमा यो रहिआएको छ। विभिन्न नामले भूमे पर्व या भूमिहार या अरू कुनै अघि यहाँ चर्चा भए जस्तै यो पर्व मनाउने गरिन्छ। हिजो म यही लुम्बिनी प्रदेशका राजधानी देउखुरी राप्ती उपत्यकामा साताव्यापी महोत्सवको उद्घाटन गर्ने मौका मिल्यो। आजै मात्र यहाँ तपाईहरुको बीचमा प्रमुख अतिथिको रूपमा यसरी उपस्थित हुन पाउँदा यहाँहरूलाई म धन्यवाद तथा आभार व्यक्त गर्न चाहन्छु। विगत वर्षहरूमा पनि आयोजक साथीहरूले दाङमा रहनुभएका मगर दिदीबहिनी दाजुभाइहरूले यस्तै पर्वमा उपस्थित हुनको लागि आमन्त्रण गरिराख्नु भएको थियो, तर मौका मिलेको थिएन। यसपटक मौका मिल्यो, यहाँहरूसँग सँगै यो भूमे पर्व मनाउने अवसर मिलेको छ। म यहाँ सबैलाई म आफ्नो तर्फबाट फेरि पनि धन्यवाद तथा आभार व्यक्त गर्दछु। नेपाल बहुधर्म बहुसंस्कृति विविधता रहेको देश हो, बहुजाति भौगोलिक विविधता रहेको देश। त्यसमा जनसङ्ख्याको हिसाबले मगर जाति पहिलो क्षेत्रीय 18%, दोस्रो ब्राह्मण 12%, त्यसपछि झन्डै 7.5%, 7% भन्दा माथि तेस्रो ठुलो जनसङ्ख्या रहेको जाति हो। त्यसैगरी समाजशास्त्रीहरूले बताउने गर्छन्, इतिहासहरूले भन्ने गर्छन् कि नेपालको आजको आधुनिक नेपालको सबभन्दा पुरानो बासिन्दा मगर, पहाडमा मगर, तराई मधेसमा थारू, यो दुईवटा जातिहरू नेपालका सबभन्दा पुरानो जाति हुन् भनेर पुष्टि गरेका छन्। त्यस अर्थमा यति पुरानो जातिले आफ्नो सभ्यता बचाउँदै आएको छ र यो जातिको सभ्यता लोप भयो भने, भाषा संस्कृति लोप भयो भने देशको भाषा संस्कृति लोप हुने खतरा हुन्छ। त्यसैले यहाँहरूले आफ्नो पर्वको उत्सवको माध्यमबाट आफ्नो संस्कृति बचाउनु भएको छ र बचाउने मात्र होइन, नयाँ पुस्तालाई हस्तान्तरण गर्दै आउनु भएको छ। यो खुसीको कुरा हो। नयाँ युवा भाइ बहिनीहरू यसरी आफ्नो वेशभूषामा, आफ्नो सांस्कृतिक नृत्यमा सहभागी भएको पाउँदा यहाँको समाजले जसरी लगानी गर्नु भएको छ आफ्नो संस्कृति बचाउन, हस्तान्तरण गर्न, यो चाहिँ निकै खुसीको कुरा हो। यसै सन्दर्भमा 2 वर्ष अगाडि म अर्थमन्त्री हुँदा नेपाल मगर सङ्घको दाङ स्थित आफ्नो जग्गामा नयाँ भवन निर्माणको लागि उहाँहरूले अनुरोध गर्नुभएको थियो। नेपाल मगर सङ्घ दाङ जिल्लाको भवन निर्माणको लागि 1 करोड, त्यसैगरी भूतपूर्व सैनिकहरूको भवनको लागि अर्को 1 करोड बराबरको बजेट विनियोजन गरेको थिए। विगतमा साथीहरूले शिलान्यासको लागि पनि अनुरोध गर्नुभएको थियो, म आउन पाएको थिएन। यसपटक यो भूमे महोत्सवको सिलसिलामा आजै मात्रै त्यो भवन पनि उद्घाटन र हस्तान्तरण भएको छ। यसले विगत अग्रजहरू, मगर जातिको लागि काम गर्ने अग्रजहरू, भूतपूर्व सैनिकहरू या अरू समाजसेवी साथीहरू जसले मेहनत गर्दै आउनुभयो, नयाँ ठाउँमा जग्गा पनि जम्मा गर्नुभएको रहेछ, त्यो आज त्यो सपना फेरि नयाँ उचाइमा साकार भएको मैले महसुस गरेको छु। उहाँहरूले मसँग पनि बताउनु भयो, आगामी दिनमा पनि नयाँ पुस्ताले, नयाँ नेतृत्वले आफ्नो समाजको गतिविधि, आफ्नो समाजको संस्कृतिको संरक्षण, भाषाको संरक्षण र आफ्नो जातिको उत्थानको लागि निरन्तर काम गरिराख्नेछ भन्ने मेरो विश्वास छ।
यति मात्र होइन, नेपालको राजनीतिक इतिहास 2007 सालको राजनीतिक परिवर्तन जो नेपाली कङ्ग्रेसको नेतृत्वमा भयो, 36 को विद्यार्थी आन्दोलन, 2046 को कङ्ग्रेस र वामपन्थीहरूको संयुक्त जनआन्दोलन, त्यो राजनीतिक परिवर्तनसँगै नेपालमा राजनीतिक जागरण अगाडि बढ्यो। त्यसरी नै जातिहरूका जातीय जागरण, जातीय अधिकार, जातीय सांस्कृतिक र राजनीतिक अधिकारको बारेमा जागरण अगाडि बढ्यो। त्यसको पछिल्लो क्रम 2052 मा जनयुद्ध सुरु भएपछि राजनीतिक रूपले नै विभिन्न उत्पीडित जातिहरूको भाषा, संस्कृति, स्वायत्तता, संघीयता, समावेशिताका मुद्दाहरू उठ्यो, धर्मनिरपेक्षका मुद्दाहरू उठ्यो, महिलाको अरू समुदायको उठ्यो र त्यो कुरा 2072 सालमा संविधान निर्माण गर्दा त्यो सबै कुराहरू संस्थागत भएको छ। यद्यपि सबै कुराहरू सम्बोधन छैनन्। संविधान राजनीतिक तथा सामाजिक सम्झौताको दस्तावेज हो, त्यसमा सबै कुराहरू समेटिएका छैनन्। त्यसैले नेपालमा जब राजनीतिक आन्दोलनहरू उत्थान भएका छन्, राजनीतिक गतिविधि जनता राजनीतिक रूपले आन्दोलित भएका छन् र अधिकारहरू प्राप्त भएका छन्, त्यति नै विभिन्न उत्पीडित जाति समुदायहरूले पनि, विभिन्न उत्पीडित वर्गहरूले पनि आफ्नो हक अधिकार पाउने, आफ्नो हक अधिकारहरू अझ मजबुत हुने अवस्था बनेको छ। त्यसैले सबै उत्पीडित जाति समुदाय, क्षेत्र, लैङ्गिक समुदाय सबैले राजनीतिक आन्दोलनलाई पनि नजिकबाट हेर्नुपर्ने हुन्छ। राजनीतिक आन्दोलन सँगसँगै आफ्ना राजनीतिक मागहरू, सामाजिक मागहरू, आफ्ना सांस्कृतिक मागहरूलाई पनि सँगसँगै अगाडि बढाउनु पर्ने हुन्छ। र म यही कुरा यहाँहरूसँग के राख्न चाहन्छु भने संविधानले जातिहरू, नेपालका सबै जातिहरू बराबर घोषणा गरेको छ। नेपालमा बोलिने सबै भाषाहरू राष्ट्रभाषा भनेर घोषणा गरेको छ। त्यसै गरी थप चाहिँ कामकाजको भाषा नेपाली भाषा, प्रदेशहरूमा स्थानीय तहहरूमा स्थानीय अरू आफ्नो कामकाजको भाषाको रूपमा स्थानीय भाषाहरूलाई पनि लिन सक्ने, अपनाउन सक्ने व्यवस्थाहरू गरेको छ। यो सबै अधिकारहरू स्थापित भएका छन्। त्यसैले यो अधिकारहरूलाई संरक्षण पनि गर्नुपर्ने छ, बचाउनु पर्ने पनि छ र आगामी दिनमा थप अधिकारहरू संस्थागत गर्ने, थप अधिकारहरूलाई संस्थागत गर्ने र आफ्नो एकातिर अधिकार बचाउनु छ, अर्कोतिर थप अरू अधिकारहरूको लागि सङ्घर्ष गर्नुपर्ने पनि छ। त्यसको लागि यो पर्व एउटा जागरण पनि बनोस्, जातीय चेतना जागरण उत्थान गर्ने माध्यम पनि बनोस् र अब संविधान निर्माणको कुरा चलिरहेको छ, संविधान संशोधनको कुरा चलिरहेको छ। संविधान संशोधनको सन्दर्भमा म यहाँहरूसँग के अपिल गर्न चाहन्छु भने संविधानमा धेरै अधिकारहरू छन् उत्पीडित जाति समुदायहरूका, तर त्यो अधिकारहरू संरक्षण गरिनुपर्छ। कुनै पनि मूल्यमा, कुनै पनि बहानामा त्यो अधिकारहरू खोसिनु हुँदैन, पछि फर्कनु हुँदैन। बहुभाषाबाट, बहुसंस्कृतिबाट सबै जातिहरूको उत्थान, समानताका कुराबाट देश पछि हट्नु हुँदैन र अगाडि बढ्ने आफ्ना स्वायत्तताका कुरा, आफ्ना थप अधिकारका कुराहरूमा तपाईहरू सबैमा त्यो जागरण आओस् भन्ने, त्यो जागरुकता जागोस् भन्ने कुरा पनि म यहाँ चाहन्छु। त्यसै गरी म आफै पनि राजनीतिक दलको नेता हो। आज त्यो राजनीतिक बहस चलिराख्दा यहाँसँग मेरो के अपिल रहन्छ भने कोही पनि राजनीतिक दलले कुनै पनि बहानामा मगर जातिको अधिकार होला, थारूको होला, खसारेको होला, महिलाको होला, दलितको होला, कर्णालीका जनताका होला, विभिन्न क्षेत्रका जनताका प्राप्त अधिकारहरू त्यो खोसिनु हुँदैन। कुनै राजनीतिक दलले त्यो प्रयास गर्नु हुँदैन। यसभन्दा अगाडि बढ्नको लागि, थप अधिकार थप्नको लागि जुनसुकै दलले काम गर्दा पनि हुन्छ। यसको लागि धेरै रगत पसिना बलिदानहरू भएको छ आजको अधिकारहरूको लागि। त्यसैले देशको एकताको लागि, उत्पीडित जाति समुदायको एकताको लागि हामी सबै आफ्नो ठाउँबाट एकताबद्ध हुन जरुरी छ। हामीले एकअर्कामा हातेमातो गरेर मगर जाति त आफ्नो पहिचान, संस्कृतिको संरक्षणको लागि सङ्घर्ष गर्छ, काम गर्छ। त्यसका साथसाथै सबै उत्पीडित जातिहरू तथा नेपाली जनताहरू नेपाली भावना, नेपाली राष्ट्रियतामा आबद्ध हुँदै देशभित्र मात्रै होइन, देश बाहिर पनि नेपाल र नेपाली राष्ट्रियतालाई एकातिर सुदृढ गर्नु छ। त्यो भनेको कुनै पनि उत्पीडित जातिको पहिचानलाई कमजोर पार्नु होइन। मैले यति कुराहरू राख्दै म सबै दलहरूलाई, आजको वर्तमान सरकारलाई पनि सबै उत्पीडित जाति समुदाय, क्षेत्र, लिङ्गका, धार्मिक समुदायका अधिकारहरूलाई संरक्षण गर्दै, जगेर्ना गर्दै यसको लागि आवश्यक बजेट, आवश्यक सहयोगहरू पनि गर्नको लागि म आफ्नो तर्फबाट अपिल गर्दै नेपाल मगर सङ्घ दाङ जिल्ला
र तपाईँ विभिन्न समाजले देखाउनु भएको यो जागरण यो उत्साहको लागि म फेरि पनि शुभकामना बधाई व्यक्त गर्दै बिदा हुन चाहन्छु। धन्यवाद।